आज चाहिँ हाम्रो तेस्रो दिन है। आज चाहिँ जुने चाहिँ माथिबाट ल्या भन्दै आएको छ। हामी आज स्याङ्जा फर्केको थियो। अघि चाहिँ माछा परेर फेरि राखिराख्नु पनि हुन्छ भनेर माथि स्याङ्जा गएर फर्केर स्याङ्जा गएर दाइबाट हाम्रो दाइको घरमा खाना खाएर मोबाइल सोबाइल लाइट साइट सबै पावर ब्याङ्कहरू सबै चार्ज गरेर आएर हामी चाहिँ दिनभरि त्यहीँ बसेको अरे भर्खर झरेर फेरि हामी त्यही पुरानो स्पोटमै हिजोको ठाउँमै अब जुनेलाई चाहिँ माथि लामपाटा भन्ने ठाउँमै छोडेर आएको। जुने चाहिँ त्यहाँबाट लगभग 3 किलोमिटर छ। खोला हिँड्यो भने जुने चाहिँ ल्या भन्दै आउँछु ठाउँहरू के अब माछा छ कि छैन त्यो चेक गरेर आउँछु। माछा छ भनेर माथितिर पनि खेल्न जानुपर्छ भनेर चाहिँ जुने चाहिँ माथि छोडेको। अब त्यो चाहिँ माथिबाट खेल्दै आउँछ। अहिले चाहिँ दाइ र म मात्रै। आज एकजना कमी छ। हाम्रो के अरे हाम्रो दाइको नाम वीरेन होइन? एङ्ग्लर्स वीरेन्द्र दाइ चाहिँ आज हुनुहुन्न किनकि ऊ चाहिँ पोखरा काम परेर फेरि फर्क्यो। अनि आज चाहिँ हामी 3 जना मात्रै हो। हेरौँ के हुन्छ बेलुका। आज नि स्योर पारिन्छ जस्तो लाग्छ। हिजो जस राम्रै भयो, राम्रै पनि खुसियो। जस एउटा भन्यो भने राम्रो 6 किलोको एउटा, 2 किलोको एउटा, 1 किलोको एउटा पऱ्यो हिजो चाहिँ। आज चाहिँ हामीले कति माछा छोड्यो। आज हाम्रो अझ नयाँ रेकर्ड ब्रेक, अर्को रेकर्ड ब्रेक गर्ने भनेर चाहिँ फेरि आज यही ठाउँमा आएको। हेरौँ के हुन्छ है त। अब चाहिँ हाम्रो खाना बनाउने टाइम। अहिले फेरि राति फेरि खेल्ने बेला पकाउन झ्याउ लाग्छ भनेर अहिले मासु पकाएर थिएँ। भात चाहिँ अहिले खाने बेला मात्रै पकाउने। जुने चाहिँ माथि ल्या भन्दा आउँदाखेरि ल पातेको बुढा आज कुक पातेको मिठो बनाउने। ए बुढा मिठो बनाउनु नि? मिठै खाने हो खासी हाराकी बुढा ल अब पातेको घरको के अरे पातेको बुढाको घरकै कुखुरा हेर्ने हो। 4टा लाएर ल छोराले टाउकोमा हानिदिएको है। ठाउँको ठाउँ ढलेको नि काटेर ल्याइदिइहाल्यो नि फेरि। ल अब चाहिँ यही लोकल कुखुरा खाएर टक्क मासु मार्नुपर्छ। अब चाहिँ गर्मी बहुत गर्मी। लोकल माछा मार्ने दाउरा मार्ने है आज। ल अहिले पऱ्यो भने भिडियो पनि आउँछ है त। ल मासु चाहिँ रातो भइसकेको छ। डल्ले खुर्सानी हो मस्त पिरो बेसार हाले म हालिदिनु त मरमसला सबै। ल मासु रेडी भयो। अब बल्ल बल्छी खेल्ने सुरसार आनन्दले। अब पातेको बुढाले आज कस्तो खुलाउनु लाग्यो। मिठो भएन भने पखान पातेको बुढा तिम्रो अनुहारमा। तिम्रै मुखमा पस्ने हो भने मिठो भएन नि त। मैले फर्स्ट टाइम खानु लाग्यो पातेको बुढाको स्टाइल। त्यत्रो घर खाएर मरमसला तपाईँले त मैले त मसला भुटेपछि बल्ल टमाटर हाल्छु। तपाईँले त टमाटर हालेपछि बल्ल मसला हाल्दो रहेछ क्या फर्स्ट टाइम। ल आज चाखौँ न त। हुन त अघि नै चाहेको। अघि त भाउजीले बनाएको भनेको तपाईँले बनाएको होइन। त्यतिकै बनाउने दाइ घ्याङ पो हान्छ केटाहरूले। सुशील गुरुङले चाहिँ अब के हो यो बोतलको भियो बोतलको बेला त बोतलमै हान्ने नि कोले हान्छ र सानो खै त नि। म त सानो खाने हो। सानो छैन क्या त्यही भएर पाउँदै पाएन। अर्नाल थियो अर्ना खान्थिस् अनि यस्तो एक गुन्टा खाने नपुग्दो रहेछ नि। एक गुन्टा खाने हुने रहेछ। 5वटा रहेछ 5जना। अनि किन काटेर नि मैले धेरै खाइदिन्छ कि फेरि थपी खान्छ फेरि हो कि पातेको बुढाले घ्याम्पे हो म घ्याम्पे हो भुन्डे पनि घ्याम्पे नै हो क्या खासमा त। अहिले यो बोतलमा हाल्टो बालेर भाग्लाका पोखेको रे के
अब यो भिडियो चाहिँ म हाल्ने डल्लै है यो भिडियो चाहिँ म हाल्ने मेरो भिडियोमा त मैले हाल्ने भिडियोमा त्यहाँ माछा नि सानो सानो हुने माछा नि नपर्ने कि भातैबाट ए पानी खाइदिनु पछि यति पानी रहेछ कि हाम्रै हो अघि त्यहाँ पोमा हाल्ने बनाएको के त्यो भात पाकेको के हो रोइराख त त्यहाँ वहाँ गरेर म भात दौडेर निकालेर हाल्छु है धन्दै ल्या तरकारी पखाइदिएको था ल भात पानी आइपुग्यो होइन हुन्छ पाक्छ भाइ ल आजको बियरको बोतल है अस्ति एउटा फुत्केर रातभरिमा एउटा ख्यासेन नभए बिहान 4 बजी खेलेको पागल भएको दुईजना घटिसकेको त्यहाँ भर्खर एक्लै बडबाट खायो अघि नै खाइसक्यो अब बल्ल चेस भन्छ अरे म त नि हेर्नु त नि अघि नखायो यति हुन्छ त नि अहिले चाहिँ हाल्छु नि हालेको सुलिआएर खेल्न पाएन क्या अब बियर चेस म त्यही अब भोलि मात्रै खेल्ने घरमा पनि यार इसबेर भने चुरेडी भएर बसेछु हान्दै हान्दैन त त्यत्रो राफल फेरेर हान्यो लास्ट कहाँ बसेर खेले चाहिँ यो टुप्पम बसेर अलि उतै बस्नुपर्छ लुकेर टुप्पमा ढुङ्गा लगाएर राखेको छ एकदम कस्तो तपाईँले अगाडि सारेर होइन हिजोको त अलि माथि अनि अलिक सारेर खेलाउने क्या मैले अगाडि सारेर खेलेको ल फेरि झगडा गरौँ नि यार बियर खानुपर्छ अब ल अब चाहिँ हाम्रो भात खाने टाइम है रातिको 12-1 बजे अब थप्नु पऱ्यो नि त 5 जनालाई कहाँ पुग्थ्यो तिमी जस्तो सुक्खा नि मान्छे हेरेर म आज नि माछा हो यत्रो बनाएर मासु पनि 14 दिन अनि बल्ल पो मासु देख्छु त लोकल कुखुरा घरको खै त नि डल्ले खुर्सानी पातेको एउटा बारी नखाने ल्याउनु नि खानु बारीमा आएको प्लास्टिकमा छ क्या फर्स्ट टाइम यहाँ खोलामा आएर भात फर्स्ट टाइम रक्सी आयो जस्तो ल त केटा भात खाऊ मजाले आज हाम्रो 5 जना ग्रुप छ है ट्र्याक लगाएर चेन्ज हाम्रो पार्टी जुने उयो त्यस्तो ढलाइसक्यो अब खै माछा खेल्ला कि नखेल्ला पानी त मै हो ल पार्नी त यो सुशील गुरुङले खै पार्छ भन्छ त्यसरी होइन होइन गडला जस्तो लाग्यो बनाउनु माछा त्यत्रो छ यसले उचालिदिने हो र कतिले कति रे हेर यो पाउरोटी फाल्यो कति बेला आउँछ है हेर्नु त मुनि हिँड्नु उता ठुल्ठुलो अघि रोक्नु ल पर्छेको पर्दैन फसारे ठुलो खानु जुन हेर त्यहाँ हेर त माछा त टमाटर सकेर बल्छी खानु ठुलो खान्छ कि सानो खान्छ कि सानो खानु ठुलो खान्छ कि हालेको थियो क्वाक खाएको थियो परिसक्यो तानिसकेको थियो अघि नि मैले ठुलो हालेँ क्या तर डल्ले ल सुशील गुरुङले पारा सक्यो नि अच्छा बेजत घर बेजत पाउरोटी साह्रो भयो जस्तो लाग्यो मलाई
त्यस्तै ल गिलो भयो नि ल पारे हेर्नु त भिडियो अब परे यार सहरको बाटो देखिस् कसरी निकाल्ने त्यसलाई सर कसरी निकाल्ने त आधा किलो छ होला है ल है गोल्डन मासेर पाउरोटीमा है नौचाल भयो जुने के तल जान्छस् ल है त धान्छ कि धान्दैन नि त जुनेको धागोले ल ल है फुस्क्यो भने फुस्किएर रिलिजै हुन्छ अरे जुनेले अब कसरी निकाल्छ यसलाई यसरी त वेस्ट धेरै जान्छ नि त काँडाहरू त कहाँबाट जाने म तल घुमेर कहिले म उस गर्छु न त ल यहाँ चाहिँ गोल्डन मासेर है जुने चाहिँ त्यहाँ माछा सामान जाँदैछ ए मसिनो बल्छी हो कि फेरि यो मसिनो बल्छीमा यस्तो गाह्रो हुन्छ ल है जुनेले त्यहाँ माछा सामान जाँदैछ ल है गोल्डन मासे नेट छैन कि आइजुने है ल ल है क्याच 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 कहाँ छोड्ने यसले खाने यहाँ अरूले सिद्धाउँछ ल है जुनेले सानो पारे कत्ले त्यो घाममा को हिँड्छ त्यहाँ फेरि पारे मनुष्यले कत्ले अब यो भिडियो हेर्नु तागेर चुपचुप हुन्छ तिमीहरू म हामीलाई किन ध्यान नलाग्दोस् भन्दाखेरि ल ल ल फेरि पर्यो बाटो सहरको बाटो यहाँको अहिले बाँकी राख्दैन हामीले के बाँकी राख्दैन नि अब आज नै होइन त अब छोडिदिन्थ्यो यहाँको अहिले धोस्दै जाल हानेर सिधाइदिन्छ होइन हामीले पनि नउस्न भने सिधाइदिनु जसको शक्ति त्यसको भक्ति हो कि अच्छा ल के 4-5 किलो पर्छ एकछिन मार्ने म सिद्धाउने भयो जुनेले आज यहाँको माछा है अझ झन् गलाङमा खेल्ने भनेको माथिबाट बाढी आयो भनेर खबर राखेको अब त्यही भएर यहीँ फेरि पुल नै आएको ब्याक टु पुल आज माछाले पताउला जस्तो लागेन मलाई यही सानोले हुन्छ नि आज रापाला खेल्न नपाउला जस्तो छ माथि पानी पऱ्यो भने अब एकछिन यहीँ आनन्द सिक्मेटाएर जाने अब माटो गोरु माछा मार बन्यो भाइ फेरि पर्छ कि पर्दैन जुनेको जुनेको इन्डिकेट यहाँ छ है माछाको माछाले तान्यो भने सट्ट काट्छ है खाइ खायो फेरिमा डाँगा ल है त मनुष्यले पार्यो फेरि ल न्यू लोकेसन होला तर ठुलो छ भनेको त म्या बेजेत गरे यार 1 किलो त हो
कस्तो एक म कति घटाउने है 900 ग्राम एकको 900 ग्राम हो ठ्याक्क 1000 हो के ल मनुष्यले खेल्न एकछिन टाइम छ त अझै 3:30 भयो 5 बजीतिर जाम्ला भनेको मैले खै त्यहाँ सान्दै ल है हाम्रो चाहिँ माछा खेलाउने कार्यक्रम अब भर्खर 1 घन्टामा यति मार्यो टाइम पास यसो गोल्याङमा पनि आएर मार्यो भाइले चाहिँ कत्ला खत्रै तरिकाले खेलाइदियो ढुङ्गाले हेर भाइ हो कि दाई जस्तो चाहिँ हेर्दैन म भर्खर 16 वर्ष कि यार है खत्तम फेरि त साथी 16 वर्ष म 16 वर्ष भन्नु यारै नगरेको त जस्तो 33-34 वर्ष हो र म भर्खर 16 वर्ष कलिलो केटा हो म अति साह्रो नभने ल अहिले अघि भर्खर मारेको माछा है हाम्रो यो चाहिँ ट्याक्क अब मजाले बेलुका भातसँग चारा पानिन्छ बेलुका अब सहर खेलिन्छ यो खोलामा यो कुन खोला होला गेस गर्न आफै हेर्नु अब खोलाको मान्छेहरूले चिन्छ कि र अब सबले भन्यो भने फेरि भोलिपल्ट यो ठाउँ प्याक भयो भने टेन्सन हुन्छ कि खत्तम गाह्रो ल लोकेसन देखाइदिन्छु कि अब आफै आउनु माछा मार्नु हान्छ नि नाम चाहिँ नभनिदिउँ न त फेरि भोलिपल्ट हामीले ठाउँमा आउनु फेरि